हेलो साथीहरु नमस्ते। यो चाहिँ मेरो फर्स्ट भिडियो हो। आज खासै त्यस्तो केही पनि छैन, तर पनि हाम्रो चाहिँ दसैँ सकिएको छैन नि त। त्यसैले आज चाहिँ रामपुरमा खाना गर्नु भएको छोरी चेलीको। म चाहिँ त्यतै जान लागेको के। अनि के गर्नु भएको रहेछ भनेर म आज हजुरहरुलाई देखाउँछु ल। मंदिर कस्तो छ खाना? बेसरी मिठो छ। ए रामदीहरु यता चाहिँ खाना खाँदैछ सबैजना। हाम्रो काइलो बाउ अब मैले हालिदिन्छु भरे। यता चाहिँ खाना पस्काउने कार्यक्रम छ। हाम्रो खाना मेरो छ्यामा भयो। आइपुगे साथीहरु पुरै पसिनै पसिनो भएको चाहिँ। अनि आजको मेरो भिडियो चाहिँ हजुरहरुलाई कस्तो लाग्यो होला? राम्रो नराम्रो जे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुस् है। खासै राम्रो त भएन होला किनकि यो मेरो फर्स्ट भिडियो हो नि त। त्यसैले पनि कस्तो अप्ठ्यारो लागेको के त्यो भिडियो बनाउँदै हिँड्नलाई। कस्तो लाज पनि लाग्यो मलाई। तैपनि मैले थोरै गरेर भिडियो बनाएको छु। हजुरहरुले चाहिँ फुल वाच गरिदिनु होला। हजुरहरुले साथ सपोर्ट गर्नुभयो भने चाहिँ मलाई अर्को भिडियो बनाउनलाई हौसला मिल्छ नि त। बनाम होस् न हजुरहरुको साथ सपोर्ट मिलेर हैन। त्यही भएर पनि त्यसको लागि पनि हजुरहरुले के गर्नु पर्यो त अर्को लाइक अनि सब्स्क्राइब पनि गरिदिनुस् ल। अनि जसले मेरो भिडियोलाई फुल वाच गरेर हेरिदिनु भयो उहाँहरुलाई पनि धेरै धन्यवाद। यति नै भन्दै म मेरो भिडियो यहीँसम्म राख्न चाहन्छु। हस्त थ्यांक यू।